एरुन थापा मगर नेपालकै एक हुनार फुटबल खेलाडी मध्ये एक। एरुन ब्रोको सर्ट्सहरु यस्तो बबाल जान्छ नि गाइज, हजुरहरुले त उहाँको गेम हेर्नै भएको होला हैन। उहाँको त्यो बल टचेसहरु, गेम प्ले स्पिड पनि यस्तै बबाल छ हैन, बल कन्ट्रोलिङ टचेसहरु अनि पावरफुल सर्ट्स हेर्नुस् न, कहाँबाट हानेको यो सुटिङ पावर हेर्नुस् त। ओ माइ गुडनेस, व्हाट अ शट इट वाज के, कस्तो बबाल गोल हान्दिनु भयो। सबै कुराले भरिपूर्ण हुँदा पनि एरुन थापा ब्रो चाहिँ कहिले पनि नेशनल टिममा चाहिँ आफ्नो स्थान बनाउन सकिरहेको छैन के। यसरी नेपालमा फुटबलको कहिले पनि विकास हुन सक्दैन के यार। र 2026 मा चाहिँ एएफसी अन्डर 23 एशियन कप क्वालिफिकेसनमा चाहिँ अ टोटल अफ 16 टिम्स विल बी क्वालिफाइड टु प्ले इन द फाइनल टुर्नामेन्ट इन्क्लुडिङ साउदी अरेबिया हु क्वालिफाइड अटोमेटिकली एज अ होस्ट कन्ट्री है त गाइज। र यो खेल्नको लागि चाहिँ नेपालले 2025 सेप्टेम्बरमा चाहिँ ग्रुप के बाट चाहिँ हैन, नेपालले सेप्टेम्बर 3 मा चाहिँ ताजिकिस्तान र सेप्टेम्बर 6 मा सिरियासँग र सेप्टेम्बर 9 मा चाहिँ फिलिपिन्ससँग खेल्नेछ। र यो ग्रुपबाट विजेता भयो भने मात्र 2026 को एएफसी एशियन कपमा चाहिँ क्वालिफाई हुनेछ हैन। सो हजुरहरुलाई के लाग्छ त गाइज, एरुन थापा मगरलाई चाहिँ अन्डर 23 एशियन कप क्वालिफायर्सको लागि बोलाउला त, सेलेक्ट गर्ला त नेशनल टिमबाट? हजुरहरुलाई के लाग्छ गाइज, कमेन्ट गर्नुस् है त। र हजुरहरु को कसलाई चाहिँ एरुन थापा ब्रोले चाहिँ नेशनल टिमबाट खेलेको हेर्न मन छ कमेन्ट गर्नुस् है त गाइज।